नम्बर 3, आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोस्। तपाईको लक्ष्यले तपाईको जीवनको उद्देश्यलाई उजागर गर्छ। तपाईका लक्ष्य स्पष्ट र विशिष्ट हुनुपर्छ। जब तपाईलाई आफ्नो लक्ष्य के हो र के प्राप्त गर्न चाहनुहुन्छ भन्ने थाहा हुन्छ, तब तपाईले आफ्नो लक्ष्यमा फोकस वा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ। उदाहरणको लागि स्टिभ जब्सको लक्ष्य एप्पललाई एक प्रफिटेबल कम्पनी बनाउने मात्र नभएर प्रविधिमा क्रान्ति ल्याउने थियो। उनको लक्ष्य स्पष्ट र नयाँ दृष्टिकोणले भरिएको थियो, जसको कारणले विश्वभरका युवा र व्यवसायलाई आकर्षित गरेको थियो। उनले भनेका थिए, तपाईको काम तपाईको जीवनको एक महत्त्वपूर्ण हिस्सा हो र तपाईको लक्ष्यको बारेमा तपाईको दृष्टिकोणले अरूसम्म असर पार्न सक्छ। उनको उद्देश्यले एप्पललाई यस्तो ब्रान्ड बनायो जसले प्राय सबैलाई आकर्षित गर्न सफल भयो। तपाईको लक्ष्य पनि केवल तपाईको सफलतासम्म मात्र सीमित हुँदैन, त्यसले अरूसम्म पनि प्रेरणा र उत्साह पुर्याएको हुन्छ। जब तपाईले आफ्नो लक्ष्यप्रति इमानदार हुनुहुन्छ, तब तपाईले आफ्नो कार्य र जोसको प्रभाव अरूसम्म छोड्न सक्नुहुन्छ। तपाईले सकारात्मक सोच, उत्साह र समय व्यवस्थापन गरेर आफ्नो लक्ष्यप्रति काम गर्दा तपाईको परिश्रम देखेर अरू मानिस पनि तपाईबाट आकर्षित हुन्छन्। त्यसैले आफ्नो लक्ष्यमा केन्द्रित रहेर काम गर्नुहोस्, जसले गर्दा अरू व्यक्तिहरू तपाईबाट प्रभावित हुन सकुन्।